पेप ग्वार्डियोलालाई एन्फिल्डमा स्याक्ड इन द मर्निङ, ग्वार्डियोला इज स्याक्ड इन द मर्निङ भनेर भन्दै थियो। अनि ग्वार्डियोलाले यसरी 6 देखाएको थियो, 6 प्रिमियर लिग भनेर देखाउनु खोज्या हो होइन। बट ग्वार्डियोलाको 7th गेममा 6 लस पनि हो यो है। 7th गेम लाइक विनलेस स्ट्रिकमा छ ग्वार्डियोला। र लाइक म्यान्चेस्टर सिटी ध्वस्त भइसकेको छ फ्रम ब्याक टु फ्रन्ट। यो मैले भनिसकेको छु होइन, फर्म खराब होइन, यो टिम खराब खेलिरहेको छ टोटल। लाइक आजको यो गेम सिटी भर्सेस लिभरपुल त मैले यत्तिकै नै भनिदिन्छु, या डबल गेम हेर्नै पर्दैन होइन। लाइक म्यान्चेस्टर सिटीलाई ट्रान्जिसनमा लिभरपुलले टन्नै टाइम क्याच गर्यो, र त्यो क्याच गर्नुको मेन रिजन भनेको सिटीको डिफेन्डर्स। सिटीको डिफेन्डर्स यस्तो अनअर्थोडक्स तरिकाले डिफेन्ड गरिरहेछ नि होइन। लाइक दे युज टु डिफेन्ड लाइक रोबोट होइन। लास्ट सिजन एकदम रोबोटिक तरिकाले डिफेन्ड, उनीहरूको मुभमेन्ट पनि एकदम रोबोटिक्स हुन्थ्यो होइन। लाइक प्रोपर पोजिसनिङ तरिकाले हुन्थ्यो होइन। बट अहिले लाइक डिलेमामा छ हुन्छ नि, एउटा सर्टेन मोमेन्ट आयो भने डिसिजन मेकिङमा एकदम डिलेमामा सिटीको डिफेन्डर्सहरू चाहिँ अहिले प्यानिक मोमेन्टमा छन् कि अब यो कसरी भइरहेछ साथै रोबोटको नट ढिला भयो जस्तो छ त्यहाँ होइन। बट एकदम केओस मोमेन्ट चाहिँ डिफेन्सिभ सेक्सनमा छ। र मिडफिल्ड सेक्सनमा बर्नार्डो सिल्भा आउनु परेको छ, क्रिएटिभिटी जिरो। लाइक एउटा यस्तो टिम छ, यस्तो टिम अपरेट गरिरहेको छ म्यान्चेस्टर सिटीको लास्ट 4 इयर्समा होइन, जहाँ क्रिएटिभिटीको कमी छैन होइन। लाइक सर्टेन मोमेन्टमा कस्तो हुनुपर्छ भने टिममा एउटा इन्भेन्टिभ प्लेयर हुनुपर्छ कि क्रिएटिभिटी भनेर त छुट्टै कुरा भयो होइन, क्रिएसन त आउँछ बट लाइक केही नभएको बेला इन्भेन्ट पनि गर्नु सक्नुपर्छ क्या। त्यो इन्भेन्टिभ नेचरको प्लेयरै छैन। बर्नार्डो सिल्भा सेन्टर डिफेन्सिभ मिडफिल्डरको सेक्सनमा आएर बल चलाउनु परिरहेछ भनिसकेपछि बल चालु राम्रोसँग भइरहेको छैन। र अब ग्वार्डियोलाको सिस्टममा बल चालु हुँदैन भने त गेम चालु हुँदैन। सो मिडफिल्ड सेक्सन त्यहाँ ध्वस्त छ। अब मिडफिल्ड सेक्सन ध्वस्त भइसकेपछि त हाल्यान्डलाई चलाउने कसले, हाल्यान्डलाई चलाउनै सक्दैन होइन। हाल्यान्ड जबरजस्ती आफै चल्न खोजेर त हुँदैन होइन। हि निड्स बल, अब त्यो त थाहा भएको कुरो सबैलाई होइन, हि निड्स बल। अब त्यो नभइसकेपछि त हाल्यान्ड त चल्दैन। अब हाल्यान्ड नचलेपछि त फ्रन्ट लाइन पनि डेड। सो ब्याकदेखि फ्रन्टसम्म सबै डेड छ म्यान्चेस्टर सिटीको। इट्स नट ओन्ली द फर्म, इट्स अबाउट देयर गेम प्ले जो चाहिँ एकदम डिग्रेडिङ फेजमा छ है। सो अर्को हाफमा लिभरपुलको कुरा गर्नुपर्दाखेरि त लिभरपुल त ट्रान्जिसनमा त लाइक गड लेभल एक्ट गरिरहेछ। क्लबको ट्रान्जिसन खतरा भन्थ्यो बट आर्ने स्लटको ट्रान्जिसन इज लाइक होल डिफ्रेन्ट लेभल। लाइक यस्तो सिजन आर्ने स्लटले लिएर गएको छ क्लब, यो हुन्छ नि लिभरपुललाई बेटर देन क्लब होइन, बेटर देन क्लबको लाइक एभ्री सिजन यो यस्तो औरामा लिएर गएको छ, टप इन एभ्री लाइक टुर्नामेन्ट दे आर प्लेइङ। सो लिभरपुल फर द च्याम्पियन्स अफ इङ्ल्यान्ड प्रिमियर लिग इट्स डुएबल। किनकि लिग रोक्न सक्ने भनेको म्यान्चेस्टर सिटी हो। अब चेल्सी आर्सेनलको त्यति भरै गर्न पर्दैन किनकि दे आर नट इन द्याट फेज जहाँ लिभरपुल एक्ट गरिरहेछ अहिले। सो म चाहिँ भन्न सक्दिनँ, इट्स लिभरपुल डुएबल सेकेन्ड प्रिमियर लिग जस्तो म देखिरहेको छु होइन। 6 प्रिमियर लिग भनेर देखाएर चाहिँ ग्वार्डियोलाले यहाँ इट सिम्स लाइक 6 लस म्यान, 6 लस। यो टिम खतम भइसक्यो, यहाँ दिमागमा हानिसक्यो। रोबोटको नट ढिला भयो केटा, नट ढिला भयो।